आलु रोपेर नि के गर्नु हो, यस्तै दुःख गर्यो मुसालाई। रजाइ आलु त यस्तो बिजोक मुसाले खाएर आलु कस्तो फलेर रहेछ हेर्नु पर्यो गाइजहरु। आलु चाहिँ हेरौँ है, यत्रो फलेर रहेछ आलु चाहिँ। ल मुसाले खानु भन्दा त मान्छेले खानु ठिक हो। जम्मा 4वटा रहेछ यार, आलु फले खाइन छ। मुसाले खाएर रेलो छ आलु त। बोट चाहिँ राम्रो छ, मुसैले खाइसक्यो। तर आलु चाहिँ बढेकै छैन। अब बेला नि भए भर्खर 2 महिना भयो। 2 महिनाको आलु यत्रो भएछ। रजाइ मुसालाई दुःख गर्ने म, आलु खाने मुसा। किसानीलाई गाह्रो छ हो, गाह्रो छ। के गर्नु, दुःख गर्यो लास्टमा खाने बेलामा मुसा पालेर राखेको छ हामीले त गाइज।